स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म गुफा पोखरी डुल्न आएको छु मेरो सानो छोरीको साथमा। अब म तपाईहरुलाई गुफा पोखरीको विशेषता भन्ने छु ल। हाम्रो आजको बसाइ चाहिँ यो घरमा हो साथीहरु। सबै हामी यहाँ बस्छौं, यहाँ खान्छौं। हेलो साथीहरु, हामी यहाँबाट गयो भने चाहिँ एउटा फेमस डाँडा पुगिन्छ अनि भोलि चाहिँ हामी यता गुफा पोखरी हेर्न जान्छौं। आउनुहोस् मसँगै हेर्नु। देख्ने हो यो? हजुर। यिनीहरु चाहिँ कस्तो हो? अन्त साथी ओनाङ्लोमा चाहिँ छुर्पी चाहिँ खाने भयो आउनु होला। यो कति अरे? 10 रुपैयाँ गोटाको एउटा। 10 रुपैयाँ गोटा अरे। यो माला चाहिँ 150 रुपैयाँ माला। यो के को हो? फेरि यो त अलि याकको। प्योर याकको हो? हजुर। यो अलि ठुलो ल। हो। के कस्तो यो त च्याप। ल हामी यही लगौँ न त। नौवटा रहेछ। भयो? छुर्पी भइसक्यो? ल बहिनी धन्यवाद। हेर्नुहोस् त साथी डाँडाहरू। हामी यस्तो बाटोमा हिँड्दैछौँ है। यो लालीगुराँसको बोट बाटो यस्तो छ। हेर भर्खरको भाइ बहिनीहरू आफ्नो आमालाई चाहिँ धेरै माया गर, किनकि आमाले यसरी नै माया गरेर हुर्काएको हुन्छ। यस्तो कालो ओह्रालो केही नभनिकन धेरै दुःख भोगेर हुर्काएको हुन्छ। अनि यस कारणले गर्दाखेरि आफ्नो आमा बुवासँग चाहिँ मुख नलाग, झगडा नपर, तर प्रेम गर। आमाको जीवन जिउनु एकदम गाह्रो छ। हेलो हेलो। तर डाँडामा आएपछि क्या सबै क्या हुसे लागेर मुनतिर हिमाल देखिन्छ हेर यहाँबाट हिमाल। र नेन्सी कस्तो लागिरहेछ तिमीलाई? बिन्दास लागिरहेछ? गलेको छैनौ? सास फेर्दैछौ? हाँस त? नौटंकी नै हो यो। हेर्नु न साथीहरु, तपाईलाई यो डाँडाबाट भ्यूज देखाउनु भनेको। कुहिरोले केही देखेकै छैन है साथीहरु। अब हामी तपाईलाई अर्को ठाउँ देखाउन लान्छौं ल। अब कहाँ जान आँटेको छ हामी? गुफा पोखरी। गुफा पोखरी? आएको। हामी सँगसँगै तपाईहरु पनि हेरेर इन्जोय गर्नुहोस्। यो चाहिँ हो दाउराको थाक, एकदम दाउरा थाक है। भोटे कुकुर चाहिँ के होइन? भुस्या हो? ए भोटे नै हो। भोटेको एरियामा भोटे कुकुरहरू भेट्छ। श्री गुफा पोखरी। यो चाहिँ भित्तैभरि फुलेको छ फुलहरू यस्तो है। यता पनि हेर्नुहोस् साथीहरु पोखरी। नेन्सी घरले डाइभ हान्छु भन्दै त आउ छोरी आइज हान डाइभ। म निकाल्छु म निकाल्छु। हुँदैन फाइनली गुफा पोखरी आइपुग्यौं। डोनट र चिया पो खानु मन लाग्यो त। डोनट चिया? यस्तो देखेर क्या। मौसम देखेर? नेन्सीलाई चाहिँ के खानु मन लाग्छ? ए बिस्कुट। कुन बिस्कुट? यो सब चौरी गाईको मलमूत्रहरू हो।
चौरी गाईको गु हेर्नुहुन्छ भने यस्तो हुन्छ। त्यही भएर नि चौरी गाई चाहिँ फेरि उहाँ तल है बसिरहेको छ। कहाँ गयो भनेको त यहाँ रहेछ। भाइ पुच्छरमा समात एकचोटि। म मेरो भाइलाई पुच्छरमा समात्ने अर्डर दिएको छु, तर भाइले मलाई हान्छ भन्दैछ होइन। ठिक छ, मै समात्दुला नि त। चौरी गाई हेर्नुहुन्छ भने चौरी गाई चाहिँ यस्तो हुन्छ है। चौरी यो खुल्ला चौरी हो, अनि यो चाहिँ गाई हो। त्यही भएर चाहिँ यो चौरी गाई भाग्दैछ, हामीलाई देखेर है पुरा भाग्दैछ। भाइ यसको भुत्ता त कति लामो यार। आइज मुनि 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 आइज ल आइज ल आइज चै चै। कैसा लगा मेरा मजाक? म यो चौरी गाईलाई च्यालेन्ज मागिरहेको छु। आइज 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 आइज। पेटले दिएन आवेन सक्दैन यसले, मसँग सक्दैन। त्यही भएर म छोडिदिएको। हेर्नु अनुहार कति माया लाग्दो भइरहेको छ। के बोले भाइ? हाम्रो आजको खाना हेरिदिनुहोस्, सिम्पल याकको सिकुटी स्पेसल। मान्छेहरूको दाजा अब भएन, खाइदिनु हामीहरू। यो चाहिँ गुफा पोखरीको खाना। हेलो साथीहरू, अब हाम्रो गुफाको यात्रा चाहिँ यति नै हो। अब हामी फर्किन्छौँ। हामीले तपाईँलाई धेरै राम्रो भ्यू देखाउनु खोजेको थियौँ, तर यस्तो हुँदो रहेछ हेर्नुहोस्। बिहानसम्म कति राम्रो उग्रेको थियो होइन, अहिले फेरि कुहिरोले ढाकिसक्यो। अब हामी चाहिँ जाने हो, 3 जुटे जानेछौँ ल। अब 3 जुटेमा भेट्नुपर्छ र।